हेलो एभ्रिवान वेलकम ब्याक छ तपाईँलाई पढ्न बस्नु युट्युब च्यानलमा र अहिले चाहिँ पढ्ने टाइम छ इक्जामको टाइम छ र हामी सबैजना पढ्नै बस्नुपर्ने छ त्यसैले म पनि पढ्न बसाउनु पर्यो भनेर राम्रो भिडियो तपाईँलाई एकदमै चाहिने इम्पोर्टेन्ट भिडियो लिएर चाहिँ म आइसकेको छु तपाईँहरूलाई राम्रो लाग्ने छ यो भिडियो किनभने भोलिको इक्जाममा कस्तो खालको क्वेसनहरू आउँछ भनेर मैले प्रेडिक्ट गरिदिएको छु तपाईँहरूको लागि होइन अब योभन्दा अगाडि तपाईँहरूले बिजनेस लको एक्जाम दिइसक्नुभयो फाउन्डेसन अफ फाइनेन्सियल सिस्टमको एक्जाम दिइसक्नुभयो र अब बिजनेस इन्भाइरोमेन्ट एन्ड स्ट्राटेजीको तयारी गर्नुपर्ने छ योबाट पनि बिजनेस इन्भाइरोमेन्ट जुन चाहिँ पार्ट 1 भनेर बुझ्छौँ हामी यो पार्ट 1 भित्र रहेर च्याप्टर जम्मा जम्मी 7वटा च्याप्टर पढ्नुपर्ने छ यो 7वटा च्याप्टरभित्र कुन च्याप्टरबाट कस्तो खालको क्वेसन चाहिँ भोलि एक्जाममा आउँछ भनेर मैले तपाईँहरूलाई आजै क्वेसन आउट गरिदिइसकेँ होइन यो क्वेसनहरू तपाईँले हेरिसके पछाडि भोलि अहिले तपाईँले प्रिपेयर गर्नुहुन्छ अहिले यही कुराहरू पढ्नुहुन्छ र भोलि ठ्याक 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 यही क्वेसन पर्छ भोलि तपाईँले आएर मेरो कमेन्टमा यति धेरै लेख्नुहुन्छ कि ल यो च्याप्टरबाट तपाईँले भन्नुभएको यो क्वेसन चाहिँ परेको थियो भनेर तपाईँले कमेन्टमा लेख्नुहुनेछ तपाईँहरूलाई सजिलो बनाउनको लागि यो भिडियो बनाउँदैछु सकेसम्म आफ्नो साथीभाइहरू सबैलाई सेयर गर्नु होला र अब धेरै गफ नगरी हामी पढ्न थालौँ हेर्न थालौँ एनालाइज गर्न थालौँ क्वेसनहरू च्याप्टर 1 मा छ हाम्रो इन्ट्रोडक्सन टु बिजनेस इन्भाइरोमेन्ट यो च्याप्टरबाट हामीलाई पास्ट 5 इयर ब्याकको मैले क्वेसनहरू एनालाइज गरेर हेर्दाखेरि 2 मार्क्समा 10 मार्क्समा र 15 मार्क्समा जम्मा जम्मी 27 मार्क्स यो च्याप्टरले ओगटेको रहेछ होइन 2 मार्क्समा पनि सोध्छ 10 मार्क्समा पनि सोध्छ 15 मार्क्समा पनि सोध्छ भनेपछि 27 मार्क्स एउटा च्याप्टरबाट 27 मार्क्स ओगटिसके पछाडि त झन्नै पासिङ मार्क्स चाहिँ झन्नै झन्नै भ्यायो अब यो क्वेसन यो च्याप्टरबाट कस्तो क्वेसन सोध्छ भने हामीले च्याप्टरमा पनि हेरेको छौँ तपाईँले अगाडि हेरिसक्नुभयो च्याप्टर तपाईँले क्लासमा बुझिसक्नु भएको छ होइन यो च्याप्टरबाट बिजनेस इन्भाइरोमेन्ट भनेको के हो भनेर सोध्छ त्यसै गरी इन्भाइरोमेन्टल स्क्यानिङको कुराहरू सोध्छ इन्भाइरोमेन्टल एनालाइजको कुराहरू सोध्छ त्यसको बिजनेस इन्भाइरोमेन्टको कम्पोनेन्टको बारेमा सोध्छ यो कुराहरू सोध्छ होइन डिस्क्रिप्टिभ क्वेसनमा चाहिँ हाम्रो बुकमै भएको कुराहरू होइन बुकमै भएको कुराहरू एज इट इज सोधिदिन्छ जस्तो बुकमा छ जस्तै बुकमा बिजनेस इन्भाइरोमेन्टको मिनिङ कन्सेप्टको कुरा दिएको हुन्छ त्यसै गरी नेचरको कुरा दिएको हुन्छ त्यही कुराहरू सोध्छ तर एनालाइटिकल क्वेसनमा चाहिँ मैले विशेष गरी कस्तो खालको यो दुईवटा क्वेसन राखेको छु भने हाम्रो नेपाललाई फोकस गरेर हाम्रो नेपाललाई बेस मानेर होइन हाम्रो नेपालको करेन्ट बिजनेस इन्भाइरोमेन्ट रिलेटेड कुराहरू होइन हाम्रो नेपाली जुन अर्गनाइजेसन नेपालिज बिजनेस अर्गनाइजेसनहरू हुन्छ यो बिजनेस अर्गनाइजेसनमा चाहिँ बिजनेस इन्भाइरोमेन्टले कस्तो खालको इम्प्याक्टहरू गर्छ अनि इन्भाइरोमेन्टल स्क्यानिङ कतिको इम्पोर्टेन्ट छ होइन यो कुराहरू हाम्रो नेपालको पोलिटिकल इकोनोमिकल यो कुराहरू यो बिजनेस इन्भाइरोमेन्टको कुराहरू चाहिँ मैले एनालाइटिकल क्वेसन अन्तर्गत राखेको छु यो तपाईँहरूले हेर्न सक्नुहुन्छ यसको स्क्रिनसट गरेर राख्नु होला यो भिडियो सकिसके पछाडि पनि तपाईँहरूले फेरि आफ्नो मोबाइल पल्टाएर हेर्न सजिलो हुन्छ है र मैले एकछिन टाइम दिएँ तपाईँलाई स्क्रिनसट गर्नको लागि ल स्क्रिनसट गरिसक्नुभयो होला तपाईँहरूले अब यस पछाडि हामी जाउँ च्याप्टर 2 जुन चाहिँ पोलिटिकल इन्भाइरोमेन्ट भन्ने च्याप्टर छ यो च्याप्टरबाट पनि हामीलाई 2 मार्क्स 10 मार्क्स र 15 मार्क्स गरी जम्मा जम्मी 27 मार्क्स चाहिँ यो च्याप्टरबाट ओगट्ने रहेछ हामीलाई अब 2 मार्क्समा भनेको त एकदमै सिम्पल टर्महरू जुन चाहिँ हाम्रो च्याप्टरसँगै रिलेटेड टर्महरू पोलिटिकल इन्भाइरोमेन्ट कन्सेप्ट अफ पोलिटिकल इन्भाइरोमेन्ट होइन यो कुराहरू हामीलाई सोध्छ भने अब 10 र 15 मार्क्समा चाहिँ कस्तो खालको क्वेसनहरू सोध्छ भनेर मैले यहाँ तपाईँलाई क्वेसन राखिदिएको छु यो क्वेसन तपाईँलाई मैले आउट गरिदिएँ पोलिटिकल इन्भाइरोमेन्टबाट यो जम्मा जम्मी मैले 5वटा क्वेसन राखिदिएको छु डिस्क्रिप्टिभ क्वेसनमा 3वटा र एनालिटिकल क्वेसनमा 2वटा यो च्याप्टरबाट कम्तीमा पनि एउटा क्वेसन नत्र 2टा क्वेसन त स्योर भोलि तपाईँको एक्जाममा आउँछ ल अब यहाँभित्र हामीले पोलिटिकल इन्भाइरोमेन्टको कुरा गर्छौँ त्यसै गरी पोलिटिकल इन्भाइरोमेन्टले कसरी बिजनेसलाई इन्फ्लुएन्स गर्छ कुरा गर्छौँ रिलेसनसिप बिट्विन बिजनेस एन्ड गभर्मेन्टको कुरा गर्छौँ होइन पोलिटिकल रिस्कको कुरा गर्छौँ डिस्क्रिप्टिभ क्वेसनमा मैले अगाडि पनि भनिहालेँ हाम्रो बुकमा होइन हाम्रो सिलेबसमा जस्तो क्वेसन बुकमा दिएको छ त्यही एज इट इज हामीलाई क्वेसनमा राखिदिन्छ तर एनालाइटिकल क्वेसनमा त्यस्तो हुँदैन
एनालिटिकल क्वेसनमा चाहिँ मैले कसरी राखेको छु भने हाम्रो नेप्लिज बिजनेस अर्गनाइजेसनलाई हाम्रो नेपालको बिजनेसले कसरी चाहिँ सरी नेपालको पोलिटिक्सले कसरी इन्फ्लुएन्स गर्छ यो कुराहरू मैले नेपाललाई फोकस गरेर यो एनालिटिकल क्वेसनहरू यहाँ राखेको छु। तपाईँहरू हेर्नु होला, यसलाई अब स्क्रिनसट गरेर राख्नु। तपाईँलाई मैले स्क्रिनसट गर्ने टाइम दिएँ ल एकछिन। ल स्क्रिनसट गर्नु भएन। ल अब च्याप्टर 2 बाट एकैचोटि च्याप्टर 3 नआइकन च्याप्टर 4 भन्ने तपाईँहरू भन्नुहुन्छ होला। च्याप्टर 3 लाई चाहिँ मैले किन यसमा एड गरिनँ भने च्याप्टर 3 मा चाहिँ हाम्रो पास्ट 5 इयर्सलाई हेर्ने हो भने च्याप्टर 3 बाट कुनै पनि डिस्क्रिप्टिभ क्वेसन, एनालाइटिकल क्वेसन हामीलाई सोधिएको छैन। त्यो च्याप्टरबाट हामीलाई 2 मार्क्समा त्यही टपिक च्याप्टरको टपिक रिलेटेड क्वेसनहरू, कम्पनी एक्टको डिफाइन कम्पनी एक्ट, फिचर्स अफ कम्पनी एक्ट, ट्रेडमार्कको कुरा भयो, त्यसै गरी प्याटेन्ट राइटको कुराहरू, यो कुराहरू मात्रै सोधिन्छ। अब च्याप्टर 4 इम्पोर्टेन्ट छ किनभने यसमा हामीलाई 2 मार्क्समा सोध्न सक्छ, 10 मार्क्समा सोध्न सक्छ, 15 मार्क्समा सोध्न सक्छ, सोधिराखेकै छ, सोध्छ। अब यो च्याप्टरबाट कुन क्वेसन सोध्छ लु यहाँ हेर्नु, तपाईँलाई मैले यहाँ राखिदिएको छु। यो क्वेसन भोलि तपाईँको एक्जाममा यो 6वटाबाट कम्तीमा पनि 2टा त आउँछ। यो च्याप्टरबाट यदि क्वेसन आयो भने यो च्याप्टरबाट क्वेसन आउँछ। यो च्याप्टरबाट क्वेसन आउँदाखेरि यो तपाईँलाई 6वटा मध्ये जम्मा 2टा त आउँछ। अब हामी डिस्क्रिप्टिभ क्वेसनमा हेरौँ मैले के क्वेसन राखिदिएको छु भनेर। सुरुमा छ स्ट्रक्चर र क्यारेक्टरिस्टिक्स अफ नेप्लिज इकोनोमी। त्यस पछाडि प्राइभेटाइजेसन र लिबरलाइजेसन भनेको के हो, मेथड्स एन्ड अब्जेक्टिभ्सको कुराहरू भयो। मेजर इकोनोमिक पोलिसी अफ नेपाल एन्ड देयर इम्प्याक्ट अन बिजनेस, यो कुराहरू भयो। र अब एनालाइटिकलमा म अगाडि पनि भने, अगाडिको 2टा च्याप्टरमा पनि भने, नेप्लिज अर्गनाइजेसनलाई फोकस गरेर एनालिटिकल क्वेसन मैले राखेको छु। critically examine the effect of economic liberalization on Nepalese business sector. Has it been beneficial? यस्तो खालको क्वेसनहरू सोध्छ जसले चाहिँ नेपाललाई फोकस गरेर, अब नेपाललाई नै मात्रै फोकस गरेर सोध्छ भन्ने पनि छैन। मैले जुन यहाँ 3 नम्बरमा मैले राखेको छु, डिफाइन इकोनोमिक इन्भाइरोमेन्ट एन्ड एक्सप्लेन द डाइमेन्सन अफ इकोनोमी, डिस्कस द मेथड अफ प्राइभेटाइजेसन एन्ड लिबरलाइजेसन। यसरी हाम्रो डिस्क्रिप्टिभ क्वेसनमा चाहिँ जम्मा 2टा सोध्थ्यो, एउटा एक्सप्लेन द स्ट्रक्चर, अर्को क्यारेक्टरिस्टिक्स अथवा डिफाइन प्राइभेटाइजेसन एन्ड लिबरलाइजेसन, त्यस पछाडि मेथड भनेर सोध्थ्यो भने एनालाइटिकल क्वेसनमा चाहिँ 3टा छुट्टै सेक्सन बनाएर 3टा टपिकलाई सोध्ने गरिन्छ। र यसको पनि तपाईँहरू स्क्रिनसट गरेर राख्नु होला। राख्नुभयो? ल अब हामी नेक्स्ट च्याप्टरतिर जाउँ, च्याप्टर 6। अब अघि पनि च्याप्टर 2 बाट च्याप्टर 3 नगरिकन च्याप्टर 4 मा लानुभयो। अब पनि च्याप्टर 4 बाट 5 नलिकन 6 मा लानुहुन्छ। यो के एक-एकवटा च्याप्टर जम्प गर्दै क्वेसन आउँछ कि क्या हो भनेर भन्नुहुन्छ होला। च्याप्टर 5 बाट पनि हामीलाई डिस्क्रिप्टिभ क्वेसन र लङ क्वेसन सोधिएको छैन। त्यसबाट पनि हामीलाई 2 मार्क्समै क्वेसनहरू सोधिँदै गरेको छ अहिलेसम्म, र भोलिको दिनमा पनि खासै सोधिँदैन होला भनेर मैले त्यो च्याप्टरलाई फोकस गरेर त्यति धेरै क्वेसनहरू मैले हालेकै छुइनँ। अब च्याप्टर 6 मा हाम्रो टेक्नोलोजिकल इन्भाइरोमेन्टको कुरा छ। यो च्याप्टरबाट पनि हामीलाई 2 मार्क्समा, 10 मार्क्समा, 15 मार्क्समा जम्मा 27 मार्क्समा क्वेसन सोधि नै हाल्छ। अब यो च्याप्टरमा कस्तो खालको क्वेसन सोध्छ, कन्सेप्ट एन्ड कम्पोनेन्ट अफ टेक्नोलोजिकल इन्भाइरोमेन्ट, डिस्कस द इम्प्याक्ट अफ टेक्नोलोजिकल डेभलपमेन्ट एन्ड बिजनेस अर्गनाइजेसन, identify and explain the factor affecting the choice of technology in business। यस्तो क्वेसनहरू सोध्छ डिस्क्रिप्टिभमा भने। एनालाइटिकलमा एक्सेस द स्टाटस अफ टेक्नोलोजिकल डेभलपमेन्ट इन नेपाल एन्ड इट्स इम्प्याक्ट अन बिजनेस ग्रोथ। यो टाइपको क्वेसनहरू चाहिँ हामीलाई एनालाइटिकल क्वेसनमा सोध्छ। भोलि यो तपाईँलाई टेक्नोलोजिकल इन्भाइरोमेन्टबाट क्वेसन सोद्धाखेरि यो 5वटा क्वेसनबाट एउटा अथवा 2टा क्वेसन आनन्दले ढुक्क तरिकाले तपाईँलाई भोलि एक्जाममा आउँछ। यसलाई पनि स्क्रिनसट गरेर राखिहाल्नुहोस्। ल अब यो पार्ट 1 मा लास्ट
च्याप्टर, जुन चाहिँ हाम्रो च्याप्टर 7 एसियन एन्ड ग्लोबल इन्भाइरोमेन्ट छ। यो च्याप्टरबाट पनि हामीलाई 2 मार्क्स, 10 मार्क्स, 15 मार्क्स गरी 27 मार्क्ससम्म यो च्याप्टरले पनि ओगट्ने रहेछ। 27 मार्क्ससम्मको क्वेसन यो च्याप्टरबाट पनि आउने रहेछ। यो च्याप्टरबाट भनेको हामीलाई यो च्याप्टर चाहिँ विशेष एकदमै इम्पोर्टेन्ट च्याप्टर छ यो बिजनेस इन्भाइरोमेन्टको पार्ट 1 मा, च्याप्टर 1 र यो च्याप्टर 7, किनभने यो टाइपको क्वेसनहरू हामीलाई योभन्दा अगाडि हाम्रो अलिकति सानो ग्रेडमा हुँदाखेरि पनि हामीलाई डब्लुटिएको बारेमा सोध्थ्यो, साफ्टाको बारेमा सोध्थ्यो, बिमस्टेकको बारेमा सोध्थ्यो। अहिले पनि यो च्याप्टर चाहिँ एकदम इम्पोर्टेन्ट छ। यो च्याप्टर तपाईँले छुटाउनै नहुने च्याप्टरमा पर्छ। यो च्याप्टरको हाम्रो डिस्क्रिप्टिभ क्वेसनमा कस्तो खालको क्वेसन सोध्छ भने ग्लोबलाइजेसन भनेको के हो, एक्सप्लेन इट फर्म्स, प्रिन्सिपल एन्ड फङ्सन अफ डब्लुटिओ, एक्सप्लेन द कन्सेप्ट अफ रिजनल इकोनोमिक इन्टिग्रेसन विथ एक्जाम्पल, यो खालको क्वेसनहरू सोध्छ डिस्क्रिप्टिभ क्वेसनमा भने। अब एनालाइटिकल क्वेसनमा हामीलाई के सोध्छ, इभ्यालुएट द अपर्च्युनिटी एन्ड थ्रेट्स अफ डब्लुटिओ मेम्बरसिप फर बिजनेस, सरी नेप्लिज बिजनेस। मैले अगाडि पनि भन्दै आएको छु, नेप्लिज बिजनेसलाई नै फोकस गरेर एनालाइटिकल क्वेसनमा सोध्ने गरिन्छ विशेष गरी। सेकेन्डमा क्रिटिकल एनालाइसिस, नेप्लिज पार्टिसिपेसन इन साफ्टा एन्ड बिमस्टेक, हाउ क्यान नेपाल म्याक्सिमाइज बेनिफिट फ्रम रिजनल इन्टिग्रेसन, होइन यो भयो। यसमा पनि नेपाललाई नै इन्क्लुड गरेको छ, नेपाल भन्ने वर्ड छ हाम्रो, नेपाल कन्ट्रीलाई नै इन्क्लुड गरिएको छ। अब थर्डमा नेपाललाई मात्रै इन्क्लुड गरेर सोध्छ त, नेपाललाई मात्रै फोकस गरेर सोध्छ त, त्यस्तो पनि होइन। थर्डमा फेरि इन्ट्रोड्युस द डब्लुटिओ एन्ड एक्सप्लेन इट इम्प्याक्ट अन नेप्लिज बिजनेस भनेर भनेको छ। नेप्लिज बिजनेस भने पनि बिजनेसै मात्र भने पनि जे भने पनि लेख्नु पर्ने कुरा एउटै हो। नेपाल भनेर दिए पनि नेपाल भनेर नदिए पनि लेख्ने कुरा एउटै हो। हामीले अलिकति नेप्लिज भन्दाखेरि चाहिँ विद्यार्थीले थोरै हाम्रो नेपालकै परिवेशभित्र नेपालको जुन बिजनेस अर्गनाइजेसनको कुराहरू चाहिँ अलिकति रिलेटेड कुराहरू किनभने थाहा पाइरहेको हुन्छ भनेर चाहिँ क्वेसन बनाउनेले नेपाल भनेर इन्क्लुड गर्न सक्छन्। यो कुराहरू छ हाम्रो पार्ट 1 मा। यो क्वेसनहरू मैले तपाईँहरूलाई आउट गरिदिएँ पार्ट 1 बाट। यसलाई पनि स्क्रिनसट गरेर राख्नु होला, सबैको स्क्रिनसट गरेर राख्नु। र भोलि तपाईँहरूलाई कुन च्याप्टरबाट कुन कुन क्वेसन र कतिवटा क्वेसन आयो भनेर यो भिडियोको कमेन्टमा लेखिदिनु होला। अब यो पार्ट 1 को भयो, पार्ट 2 को पनि म तपाईँहरूलाई छिट्टै एक्जामभन्दा अगाडि नै, तपाईँको एक्जाम हुनुभन्दा 8-10 घन्टा अगाडि नै म तपाईँहरूलाई त्यो भिडियो पनि बनाएर हालिदिने छु है त। थ्याङ्क यू फर वाचिङ।